I can provide a description, since you mentioned no vocals or lyrics will be involved. Here's the concept for your track. Picture the glimmer of city lights at dusk as smooth beats and mellow chords transport you through winding streets. A silky bassline grooves steadily underneath airy synthesizers and soulful keyboards. Gentle percussion rolls in like a soft breeze, while clean, deliberate guitar licks add depth to the soundscape. It's the perfect soundtrack for a night drive, a stroll through the city, or simply unwinding after a long day. Let me know if you'd like me to assist with any other songwriting or music concepts. मान्छे अझै नमान्दा छ हालिराख्नु के अलि ठाडो गरेर शिरमा हाल्नु कि शिरमा हो कन्नु हालेपछि मान्छ त जुडालो लान्छ भनेर टाउको कहाँ हुन्छ
अहिले झन् त्यो लोकल झन् त्यो दर भाले छ जेठा भाले चाहिँ म घेर्न जान्छु यहाँ उसमा हाल्नु अचेतमा छोडै छोड हालिदिन्छु बसेक गरेछ नि बारे यत्रो छ यो जेठा नु झन् बाबुले छ त कुल गर्ने यस्तै त नि अछेता सिकाउन चाहिन्छ टाउका मात्रै हो कि पुरा पनि जन्म पनि हो हजुरकै राख्नु हजुरकै बाटो घाटो हेरेर कसरी गर्नुपर्छ यार जेठो अब बिहा जाने त्यो जेठा पनि अब बुढा सकाउनु आउँथ्यो जेठो बिहा छन् सुख शान्ति समृद्धि जम्मै शनिबार छ विधि मुलुक नासिङ काम पूजा जातो नि मावता सोमसन हाम्रो जेठा के गर्ने हो अब धुप काकी होला नि जेठा आइसिया पनि अब छिटो भयो कानु चाहिँ यहाँ त्यहाँ नासिङ चाहिँ नासिङ भुल्टो नासिङ दाई बोले सुएको बाबु ओइ टुपरमा राख यहाँ टुपरमा के गरे के लिएछ हातमा कुनी ए टाउको बिच भगाएर राख्ने त्यो धुपहरू सबै बालिदिन्थे यहाँले मेरो चाहिँ अब टिएससीको एक्जाममा चाहिँ अहिले एकदम मजाले फेरि यसरी जान्छु देवता पूजातिर हाम्रो घरमा सबै परिवारको शान्तिको कामना गर्छु र अन्तर्गत बिहेको बिहा पक्कै हुनुपर्छ यो साल भन्ने पनि मेरो इच्छा कुरा हो सबैको परिवारको अनि खुसीसँगको भलो होस् राम्रो होस् हाम्रो देवताले रक्षा गरून् गल्ती कमी कमजोरी भएको भन्दामा माफ गर्नु होला मैले नजानेर भुल भएको भने बुझिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु कति धुप पनि त्यही बालिदिनु कि सबै सोधी बुझिकन फेरि बाटो बताउने होला नि फर्केर जानुलाई बाटो बिर्सेर फेरि काम छु
कुकुरले खान्छ कि यो किन राखेको यहाँ यिनीहरू भने आइ उता राख्थ्यो उता राख भित्र के ध्यान हो कि आएन उता भित्र राख्थ्यो कुकुरले खायो भने त्यहाँ यहाँ पनि हेर न के राख्नु पऱ्यो उता फेरि हाम्रो त्यो राख्नु न शान्ति समृद्धिको साथ होला हजुर पनि